साथीहरू नमस्ते। आज म पहिलोचोटि मुलाको अचार बनाउँदैछु। कस्तो लाग्छ पुरा भिडियो हेरिदिनु होला है त। पहिला हामीले थोरै धनिया लग्यौँ, यसलाई बिस्तारै गरेर फुट्यौँ। त्यसपछि हामीले थोरै जिरा लग्यौँ। जिरालाई पनि भुटिसकेपछि थोरै तोरी लग्यौँ। तोरीलाई हामीले धेरै बेरसम्म भुट्नुहुन्न। धेरै बेरसम्म भुट्दा फेरि जल्छ अनि अचार मिठो हुँदैन। त्यही भएर हामीले तोरीलाई ठिकठिकैको बनाउनु पर्छ। अब तोरी रेडी भइसकेको छ। 1 मिनेटको लागि हामीले चिसो भाँडामा राख्नुपर्छ। अब यसलाई मिक्सचरमा हाल्नुपर्छ पिस्नको लागि। यसलाई हामीले धेरै मसिनो गर्नुहुन्न, अब खर्सो खर्सो पारेर पिस्नुपर्छ। यो चाहिँ भुटेको जिरा धनिया अनि यो खुर्सानी अनि थोरै हल्दी अनि यो हरियो खुर्सानी, खराको तेल। अब तोरीको तेल भयो भने राम्रो हुन्छ अचारमा। अब यो खराको तेलमा थोरै खुर्सानी अचारमा हाल्नको लागि, हरियो खुर्सानी काटेको है त। यो रेडी भइसकेको छ। अब मुला पनि रेडी भइसकेको छ। मुलालाई हामीले 2 दिनसम्म घाममा सुकाएर राख्नुपर्छ। त्यसपछि हामीले 2 दिन भइसकेपछि अचार हाल्नको लागि रेडी हुन्छ। यो चाहिँ तोरी भयो, यो चाहिँ जिरा धनियाको मसला अनि यो चाहिँ खुर्सानी र हल्दीको मसला। अनि अब मसलाहरू पनि रेडी भइसकेको छ। यो मुला भयो, यो चाहिँ अचार हाल्ने भाँडा, यो चाहिँ खराको खुर्सानी अनि तेल। अब सुरु मुला हाले, त्यसपछि तोरी हाल्यौँ, त्यसपछि जिरा धनियाको मसला, खुर्सानी र हल्दीको मसला, सबै मिक्स गर्ने थोरै तेल र भुटेको खुर्सानी सबै मिक्स गरेर यसलाई बेसै गरेर घुमाउने। थोरै नुन हाल्ने। अचारमा थोरै नुन हाल्नुपर्छ, पछि हाल्दा पनि हुन्छ।